धन्यवाद आदरणीय उद्घोषक कमरेड कार्यक्रमका सर्वदलीय अध्यक्षज्यू, प्रमुख अतिथि, पाल्पा क्षेत्र नम्बर 2 का माननीय नेकपा एमालेका पोलिङ सदस्य, विशिष्ट अतिथि, प्रदेश 1 नम्बरका माननीय सभासदज्यू, राष्ट्रिय नायक आदरणीय उपाध्यक्षज्यू, मञ्चासीन विशिष्ट व्यक्तित्वहरू, यो कार्यक्रमलाई महत्त्व दिएर पाल्नुहुने विशेष गरी विद्यावादी हासिल गर्नुभएका विद्वतवर्ग र उपस्थित सबैमा पाल्पाको मुटु जनतामा बिजेपीको शिक्षक र लामो समय शिक्षक पेसाका काममा जोडिएको व्यक्ति भएको हुनाले यहाँ सबैलाई हार्दिक अभिवादन गर्न चाहन्छु, नमन गर्न चाहन्छु। धेरै जसो अनुहारहरू कहीँ न कहीँ ठोकिरहेका छौँ। यसको लागि पनि यहाँहरूलाई फेरि पुनर्ताजको यो अवसर दिनुभएकोमा यहाँहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। र यहाँ प्राविधिक केही कामले गर्दा मेरो ल्यापटप यहाँसम्म काम गरेर अहिले यहाँ ओपन भयो, अनि अर्को सहरमा चाहिँ पिडिएफ पठाइदिएको, त्यहाँ साथीहरू काम गरिरहनु भएको छ। तथापि एउटा प्रिन्ट मसँग छ, म तपाईँहरूको यो अहिले सरहरूलाई डकुमेन्ट मेलमा पनि पठाउँला। केही विद्यालय शिक्षासित सम्बन्धित पाल्पाको तथ्याङ्कहरू तपाईँहरूको बिचमा राख्न चाहन्छु। मैले ढिलो नगरिकन सोझै विषय प्रवेश गरेँ। मैले यहाँ सारांशमा नेपालको शैक्षिक इतिहासमा पाल्पाको उच्च स्थान छ। विक्रमसम्म 2003 सालमा नेपाललाई शैक्षिक दृष्टिकोणले 3 भागमा विभाजन गर्दा पश्चिम गौडा पाल्पा थियो, पूर्वमा जनकपुर, बिचमा काठमाडौँ, पश्चिममा पाल्पा थियो। र 2004 सालमा नै पब्लिक हाई स्कुलको स्थापना, 7 सालमा मोहनकन्या स्कुल, 8 सालमा जनता स्कुलको स्थापना र 11 सालमा त्रिभुवन कलेज, त्रिभुवन विश्वविद्यालयको स्थापना हुनुले अहिले त्रिभुवन कलेज स्थापना हुनुले पाल्पाली जनताले शिक्षालाई दिएको उच्च महत्त्व बुझ्न सके। तर अहिले पछिल्लो पटक जनसङ्ख्याको चापले, बसाइसराईको कारणले त्यो विरासत अहिले अलिकति कमजोर भएको छ। सन् 1952-54 मा तराईको कुल जनसङ्ख्या 35.2 भएकोमा यो 2078 सालमा आइपुग्दा तराईको जनसङ्ख्या 53.6। मुलुकको पहिचानै फेरिएको छ। अहिले तराईमा धेरै जनसङ्ख्या बस्ने हुनाले त्यो प्रभाव पाल्पामा पनि पर्यो र अहिले तराईमा 100 जना तराईको जनसङ्ख्यामा 36 जना पहाडी मुलुकको मान्छे, त्यसले प्रभाव पारेको छ। र 78 सालको जनगणनामा 34वटा पहाडी जिल्लाको जनसङ्ख्या ऋणात्मक छ, त्यसमा पाल्पा पनि एउटा हो। र पहाडको जनसङ्ख्या वृद्धि असाध्यै न्यून छ। काठमाडौँ भ्याली, पोखरा र सुर्खेत उपत्यकाले पनि फेरिरहेको छैन। समुद्र पहाडलाई यो चित्रण यहाँ छ। र यो सिद्धसँगै पछिल्ला दशकहरूमा पाल्पाको एसटीको नतिजा, कक्षा 12 को नतिजा 50% नागेको छैन। र गत वर्षको नतिजा पाल्पाको 30% हाराहारीमा छ र संस्थागत विद्यालयलाई हटाउँदाखेरि त्यो 24% मा छ। यसले पाल्पाले एउटा अलिकति गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ। यो कुरामा अलिकति राखेको छु। भौगोलिक राजनीतिक अवस्थाको कुरा यहाँ छ। मैले यो खास पढ्नुपर्छ जस्तो लाग्दैन। यो अक्षांश देशान्तरदेखि लिएर स्थानीय तह वडासम्मका कुराहरू यहाँ लेखिएको छ। यहाँहरू सबैलाई ज्ञातै हुनुहुन्छ। सङ्घीय निर्वाचन, प्रदेश, स्थानीय तहमा अब 2वटै सङ्घ, 2टा प्रदेश नेकपा एमाले जितेको, 2को 1बाट चाहिँ बिरबहादुर राणा मान्ने नेपाली कङ्ग्रेसबाट, 2को 2बाट तुलाराम भर्ती मगर जितेको। अरू यहाँहरूले जानिरहेकै कुरा हुनाले मैले केही भन्न चाहेन। मैले अलिकति यहाँको थोरै यो शिक्षामा जनसङ्ख्याले के प्रभाव पारेछ भनेर अलिकति 58 सालको जनगणनामा पाल्पाको जनसङ्ख्या 2,68,558 र जनसङ्ख्या वृद्धि दर 1.29% रहँदा 68 मा आइपुग्दाखेरि यो 2,61,180 अथवा 7,378 को सङ्ख्यामा घटेको छ भने यो 78 मा आइपुग्दाखेरि 2,41,900
51 मा झर्दै 19,000ले ऋणात्मक छ। र यसरी पछिल्ला 2 दशकमा पाल्पाको जनसङ्ख्या 26,000ले घट्दै जाने कुराले विद्यालय शिक्षालाई प्रभाव पारेको छ र हाम्रो विकास निर्माणका कुराहरूलाई पनि यसले प्रभावित पारेको छ। तथापि मानव विकास सूचाङ्क र साक्षरताको स्थितिमा पाल्पा मुलुकका 6वटा साक्षर जिल्लामा पर्छ, सुखद कुरा छ। तर त्यसलाई हामीले बेच्न सकिरहेका छैनौँ। यहाँको 6 वर्ष माथिको साक्षरता 84%, पुरुषको साक्षरता 91%, महिलाको साक्षरता 78% र साक्षर जिल्ला घोषणा भइसकेको र मुलुकको पहिलो साक्षर नगरपालिका कान्छी नगरपालिका हुनु आफैमा गौरवको कुरा छ। र म अब अलिकति विद्यालय शिक्षाको केही तथ्याङ्कहरू बताउन गइरहेको छु। पाल्पामा विद्यालयहरूको अवस्था, पूर्व प्राथमिक विद्यालय 436वटा छन्, जसमा 400 सामुदायिक छन्। आधारभूत विद्यालय कक्षा 1 देखि 5 को 237वटा छ। कक्षा 6-8 चलेका विद्यालय 96 छन्। कक्षा 9-10 चलेको विद्यालय 60वटा छ। 11-12 चलेको विद्यालय 80वटा छ। यसरी कक्षा 10 को जाँचमा समावेश हुने विद्यालय 140वटा छ। 140वटा विद्यालयले एससी लिन्छ पाल्पामा र जम्मा विद्यालय संख्या 473 छ। यो 2080 को तथ्याङ्क र यसले के देखाउँछ भने अब 400 भन्दा बढी विद्यालय छ र अहिले हामीसँग विद्यार्थी कति छन् भन्नुहुन्छ भने 63,000 विद्यार्थी छन्। त्यसो हुनाले अब यो शिक्षक विद्यार्थी अनुपात अलिकति बिग्रेको छ र यहाँ अलिकति अब नेताहरू पनि हुनुहुन्छ। हामीले पनि पेसागत आन्दोलनमा एउटा कुरा गर्दै र यहाँ साँच्चै कुरा गर्दा अर्का पनि हुन्छन्। कहिले ठाउँ अनुसार कुरा फेरिन्छ। यो तथ्याङ्कले अब नक्साङ्कनको आधारमा विद्यालय समायोजन मर्ज गर्नु अनिवार्य भइसकेको छ। आवश्यकता र औचित्यताको आधारमा शिक्षकको दरबन्दी मिलान र पुनर्वितरण गर्नु अबको बाटो हो। जहाँ विद्यार्थी छन् तहाँ शिक्षक हुनुपर्छ। विद्यार्थी हुने शिक्षक नहुने र शिक्षक हुने विद्यार्थी नहुने स्थितिको अन्त्य हुनुपर्छ। विद्यार्थीको हितलाई सर्वोपरि मानेर नयाँ ढङ्गले सोच्न ढिला भइसकेको छ। अधिकांश विद्यालयका पूर्वाधारहरू कमजोर छन्, भएका पनि दिन प्रतिदिन जीर्ण बन्दै गइरहेका छन्। विद्यार्थी छैन, पूर्वाधार के गर्ने हो? त्यसो हुनाले यो स्थितिलाई फेर्न हाम्रो काममा ठुलो दायित्व छ। थोरै शिक्षक सङ्ख्या बताउन चाहन्छु। शिक्षक यो बाल विकासमा 436वटा छ पाल्पामा। आधारभूत तहमा 1805 शिक्षकहरू हुनुहुन्छ, जसमध्ये राहतको 209 जना सहित हो दरबन्दी बाहेक। त्यसले केही भोलिको अवसर अहिले हाम्रो नेपाली समाजको ट्रेन्ड देखाउँछ। निस्बीमा छात्र 2365 र छात्र 2281, यसमा 4646 विद्यार्थी छ। रामपुरमा 5834 छात्रा र 6622 छात्र छन्। 5800 केटी, 6600 केटा। 800 को मात्र फरक छ एउटा पालिकाभित्र। यसले लैङ्गिक अनुपात कस्तो हुन्छ भने यो चाहिँ गम्भीर कुरा छ। रम्बामा 1948 छात्रा, 1970 छात्र, 3918। पूर्व खोलामा 1985 छात्रा, 2018 छात्र, 4003 जम्मा विद्यार्थी। माथागढीमा 2806 छात्रा, 2873 छात्र, 5679। बम्यासकालीमा 1627 छात्रा, 1710 छात्र, 3337 जम्मा विद्यार्थी। तानसेनमा 6868 छात्रा, 6905 छात्र, यसरी 14773। रेप्टीकोटमा 1837, 1951 गरेर 3818। रैनादेवी छहरामा 3077 र 3165 गरेर 6242। दिनामा 2138 र 2220 गरेर 4358। यसरी अहिले पाल्पामा गत वर्षको फ्ल्याक्स रिपोर्ट हो, यो इनिसको रिपोर्ट हो शिक्षा विभागको। यसमा चाहिँ 30,515 छात्रा, 32,715 छात्र गरेर जम्मा 63,230 जना विद्यार्थीहरू अहिले पाल्पाको विद्यालय तहमा छन्। यसले के देखाउँछ भने
शिक्षा नियमावली अनुसार हिमाली क्षेत्रमा 40, पहाडमा 45 र तराई उपत्यकामा 50 जना विद्यार्थी बराबर एक शिक्षक रहने विद्यमान जुन व्यवस्था छ, यो व्यवस्थालाई अब केन्द्रैबाट चाहिँ पुनर्व्याख्या गर्न जरुरी छ। आदरणीय राष्ट्रिय नायकको निर्माणमा धेरै व्यक्तित्वहरू हुन्छ। अब यो अनुसार विद्यार्थी छैनन्, तर हामी सबैको लागि शिक्षा कार्यक्रम, सहस्राब्दी विकास लक्ष्य, दिगो विकास लक्ष्यमा हस्ताक्षर गरेर त्यही अनुसार पनि देशलाई अगाडि बढाएको हुनाले यो पुनर्वितरण गर्न जरुरी छ। मैले यति कुरा मात्रै यहाँ राखेँ। अब यो कम्तीमा आधा घण्टाको दूरीमा कक्षा 8 सम्म पढ्न पाउने कुरा, धारा 31 को अनिवार्य निःशुल्क शिक्षाको कुरा, अनिवार्य निःशुल्क शिक्षा 2075, अनिवार्य निःशुल्क शिक्षा नियमावली 2077 का व्यवस्थाहरू पनि छन् फेरि। ती कुराहरू पनि यदि आकर्षण गर्छ, यो मैले अलिकति बताएँ। र योसित सँगै पाल्पा मात्रै होइन, मुलुक कस्तो प्रभावित छ तर पाल्पालाई यसले कसरी प्रभाव पारेको रूपमा केही देशको आँकडा बताउँछ। राष्ट्रिय जनसङ्ख्याको प्रभाव भनेर सन् 2011 देखि 21 को दशकमा 5 देखि 15 वर्ष उमेरसम्म विद्यालय जाने बालबालिकाको संख्या 10 लाखले घटेको छ। एक दशकमा विद्यालय जाने विद्यार्थी संख्या देशैभरि 10 लाखले घटेको छ र यो प्रभाव कक्षा कक्षामा पर्दिनै हो। 1991 मा 5 देखि 15 वर्ष उमेरसम्मको जनसङ्ख्या 51,33,419 अथवा यदि कुल जनसङ्ख्याको 27.8% हिस्सा ओगट्थ्यो भने यो सन् 2001 58 को जनगणनामा आइपुग्दाखेरि यो बढेको छ 61,93,374 र कुल जनसङ्ख्याको हिस्सा पनि घटेको छ 26.8 छ र यो बीचमा चाहिँ 10 लाख विद्यार्थी थपिएको देखिन्छ। अनि यसपछि सन् 2011 मा आउँदाखेरि यो 66,80,000 र कुल जनसङ्ख्याको 25.2% मा छ भने 11 देखि 21 को बीचमा आउँदा 66 लाखबाट 56 लाखमा घटेर कुल जनसङ्ख्याको 20 वर्ष पहिला 27% विद्यालय जाने विद्यार्थीले ओगट्थे भने अहिले 19% मात्रै छ। यसरी चाहिँ 10 लाख विद्यार्थी लस भइरहेको छ। यसले समग्र देशको योजना निर्माणमा चाहिँ यो जनसङ्ख्यालाई हेरेर योजना बनाउनु पर्छ भन्ने मैले यहाँ केही कुरो तथ्यहरू यहाँ उजागर गरेँ। योसित सँगै केही जन्मदरका कुरा, केही परिवारको आकार र केही विदेशीले जनसङ्ख्याको प्रतिशत पनि राखेको छु। सन् 1981 मा राज्य र सम्बन्धित निकायबाट बेलैमा ध्यान नपुगेको देखिन्छ। यही स्थिति रहेमा आउँदो दशकमा थप सङ्कट आउनेछ। राज्यले विद्यालय, विद्यार्थी र शिक्षाको विषयलाई शिक्षाको दायरामा मात्र नहेरी नेपाली समाज युवाहरूको मनोविज्ञान तथा राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशको समेत विश्लेषण गरी समग्र दृष्टिकोण राखी यथाशीघ्र दिशा निर्देश गर्नुपर्ने देखिन्छ भनेर यहाँ मैले अलिकति लेखेको छु। यो मैले नेसनल सिनारी राखेको। यसको लागि मैले विशेष गरी डाक्टर पिताम्बर शर्मा राष्ट्रिय नायकका पूर्व उपाध्यक्ष र डाक्टर भीम सुवेदी, उहाँ पनि UGC को पूर्व उपाध्यक्ष हुनुहुन्छ, उहाँका केही आर्टिकलहरू मैले यसमा आभार गरेको छु। यसपछि मैले औषधीय पाल्पामा गएँ। पाल्पाको पछिल्लो 2066 सालदेखि 80 सालसम्मका केही प्रतिनिधिमूलक मैले कक्षा 8 को र कक्षा 10 को नतिजाहरू यहाँ ल्याएको छु। 66 सालमा कक्षा 8 मा विद्यार्थी 6,766 जना सहभागी भए, 6,420 जना पास भए। जिल्ला स्तरीय परीक्षामा हाम्रो पास प्रतिशत 94.9 छ। तर त्यही वर्ष कक्षा 10 को एसीमा 5,975 जना विद्यार्थी सहभागी भए र 2,764 जना विद्यार्थी पास भए। यो प्रतिशत 55.6% छ। पछिल्लो 2 दशकमा पाल्पाको सबैभन्दा राम्रो एसीको नतिजा 55.2। यस्ता कहिले पनि घटेको छैन 2060 सालभन्दा पछि। 67 मा आउँदा 8 मा पास हुने 95.8, तर एसीमा पास हुने 40%। 68 मा आउँदा कक्षा 8 को प्रतिशत 80, कक्षा 10 को